हेलो गाइज, नमस्ते सबैजनालाई। मेरो भिडियो अन्तिमसम्म हेर्नु होला। यो चाहिँ मैले चाहिँ विदेश आउने बेलामा बनाएको भिडियो थियो, त्यही एडिट गरेर बनाउँदैछु। चाहिँ आउने बेलामा सबैजनालाई माया गर्दैछु। छोरो चाहिँ सुतेर आएको थियो, बोक्न पनि पाइनँ मैले। र मम्मीले मलाई दही खुवाइदिँदै हुनुहुन्छ। हामी चाहिँ सफारी बोलाएको थियौँ रोडसम्म जानको लागि। सफारी चाहिँ आइसकेको छ अनि सफारीमा सामानहरू हाल्दैछौँ हामी चाहिँ सबैजना भएर। अनि सफारीमा चढेर पनि मम्मी ड्याडी छोरी भिडियो बनाउँदैछौँ। अनि भिडियो बनाइसकेपछि फाइनली गाइज काठमाडौँ जाने बाटोमा हामी जाम परेकी थियौँ। यति धेरै जाम परेकी थियौँ कि हेर्नु न, पानी परेर खोला हेर्नु न, त्यहाँनिर यो खोलाले गर्दा हामी जाममा परेकी थियौँ। हामी 10 बजे राति मात्रै काठमाडौँ पुगेकी थियौँ। यो खोलाले गर्दा फाइनली हामी चाहिँ काठमाडौँ आइसकेकी थियौँ। हामी चाहिँ यहाँनिर बसेका थियौँ। अनि मेरो बुढाले विदेशबाट सामान पठाइदिनु भएको थियो छोरीको लागि। अनि म चाहिँ के छ भनेर यहाँ खोलेर हेर्दैछु। यहाँनिर चाहिँ खानेकुराहरू गडीहरू थियो। अनि हामी आइसक्रिम खाँदै थियौँ। हामी चाहिँ 2 जना थियौँ। अनि चाहिँ हामी पशुपति घुम्न जाँदाखेरि हराएकी थियौँ। 2 जना एकतिर भएकी थियौँ। अनि भेटेर हामी चाहिँ भिडियो बनाउँदैछौँ। माथि डाँडाबाट पशुपतिको भ्यू लिँदैछु म चाहिँ। अनि यहाँनिर हामी 2 जना नक्कल पार्दै भिडियो बनाउँदैछौँ। अब यति गरेर हामी एयरपोर्ट जान्छौँ टर्की जानको लागि। फाइनल्ली यहाँनिर चाहिँ लक्ष्मीको साथी आउनुभएको थियो, उहाँले चाहिँ हामीलाई बिदाई गर्दै हुनुहुन्छ। अनि यहाँनिर चाहिँ बिदाई गर्दै हुनुहुन्छ। हामी चाहिँ अलिअलि भिडियो फोटोहरू खिच्दैछौँ। अनि यहाँनिर भिडियो फोटो खिचिसकेपछि फेरि एकचोटि हामी सबै ग्रुपिङको फोटो बनाउँदैछौँ, भिडियो बनाउँदैछौँ। अनि यहाँनिर चाहिँ म डकुमेन्ट मिलाउँदैछु भित्र जानको लागि। अनि यो चाहिँ नेपालको एयरपोर्टभित्र हो। हामी 2 जना भिडियो बनाउँदैछौँ। फाइनल्ली गाइज हामी दिल्ली आइपुग्यौँ। हामी चाहिँ 4 जना थियौँ। अनि यो चाहिँ दिल्लीको एयरपोर्टभित्र है। हामी नक्कल पार्दै यहाँनिर भिडियो बनाउँदैछौँ। कति भिडियो हामी 4 जना थियौँ। अनि हामी 3 जनाको पनि भिडियो बनाउँदैछौँ। यहाँनिर गीत चाहिँ कुन थाहा भएन, हामी यहाँनिर भिडियो बनाउँदैछौँ। अनि फाइनल्ली गाइस हामी टर्कीको लागि यहाँबाट प्लेन चढ्नको लागि जाँदैछौँ। हामीलाई चाहिँ प्लेनभित्र यस्तो खाना दिएको थियो, मिठै थियो। तर प्लेनबाट माथिको भ्यू हेर्नु गाई, यति राम्रो छ, यति राम्रो छ गाइजहरू, यति राम्रो छ भ्यू हेर्नु। हामी चाहिँ टर्की जाँदैछौँ यहाँबाट। अनि आइसक्रिम पनि दिएको थियो, आइसक्रिम पनि म देखाउँदै खाँदैछु बाहिरको भ्यूसँग। फाइनली गाइज हामी चाहिँ टर्की आइपुग्यौँ। यो चाहिँ टर्कीमा ल्यान्ड